कालीमाताको दर्शन गर्नुभएको छैन? त्यसो भए आज कतै जानु पर्दैन, म हजुरहरूलाई यही भिडियो मार्फत विराटनगरको काली मन्दिरमा कालीमाताको दर्शन गराउँछु। सँगै हिँडौँ है त। मर्निङ एभ्रिवान, आज म पुगेको छु विराटनगरको काली मन्दिरमा बिहानै कालीमाताको दर्शन गर्न भनेर यहाँ आएको छौँ। हामी चाहिँ नन्द भाउजू अनि मेरो छोरा। मन्दिरमा पुग्ने बित्तिकै एकदम शान्त र पोजिटिभ फिल हुन्छ क्या यहाँ चाहिँ सधैँ आउँदाखेरि। त्यसैले सोचेँ आजको यो सानो भिजिट हजुरहरूसँग पनि सेयर गरौँ। यहाँ आएपछि सबैभन्दा पहिले कालीमाताको दर्शन गरेँ, पूजा गरेँ अनि मनदेखि नै प्रार्थना गरेँ। मातासँग माग्ने कुरा पनि खासै धेरै केही छैन। सबैको घरमा सुख शान्ति होस्, सबै स्वस्थ रहन् अनि कालीमाताको आशीर्वाद सबैमाथि रहोस्। विराटनगरको जति पनि मन्दिरहरू गए नि यति धेरै सफा, यति व्यवस्थित अनि आफ्नै छुट्टै रुल्सहरू छन् क्या यहाँ चाहिँ। अनि एउटा कुरा चाहिँ मेन्सन गर्नैपर्छ, मन्दिरभित्र चाहिँ क्यामेरा लैजान मनाइरहेछ। त्यसैले मैले पनि उहाँहरूले भनेअनुसार बाहिरबाट मात्रै भिडियो खिचेको हो। अनि भित्रको दर्शन र पूजा चाहिँ क्यामेराभन्दा मनले नै एक्सपिरियन्स गरेँ। मैले सुरुमा थाहा नपाउँदा चाहिँ यसरी भित्रबाट क्यामेराले क्लिक गरेको थिएँ। यसको लागि माफी चाहन्छु। यसो चाहिँ गर्न नहुने रहेछ। योभन्दा पछि चाहिँ मलाई क्यामेराभित्र ल्याएर नखिच्नुहोस् है भन्नु। अनि भित्रको दर्शन सकेपछि चाहिँ बाहिरबाट मन्दिरलाई 3 राउन्ड परिक्रमा गर्नुपर्ने रहेछ यसरी। अनि यो गरिरहँदा चाहिँ मैले एउटा निकै इन्ट्रेस्टिङ कुरा पनि देखेँ। माताजीको मूर्ति रहेको ठाउँको पछाडिपट्टि माताले महिषासुरको वध गर्नुभएको दृश्य बनाइएको रहेछ। हेर्दा मूर्ति जस्तो पनि लाग्ने अनि निकै सुन्दर रूपमा आर्ट गरिएको जस्तो पनि देखिने रहेछ। आज चाहिँ शनिबार भएकोले यहाँनिर एकदम धेरै भक्तजनहरूको घुइँचो लागेको थियो। तर नर्मल्ली काली मन्दिरमा म सधैँ आउँदाखेरि यति नै भिड हुन्छ, भक्तजनहरू आइराख्नु भएको हुन्छ। मन्दिरमा चाहिँ तर एकदम धेरै मजाले आर्ट कलर कस्तो मजाले सजाइएको छ। अनि मैले हजुरहरूलाई भनिरहेको माताजीले महिषासुरमाथि विजय प्राप्त गर्नुभएको कुरा देखाएको छ भनेको छ नि, यो चाहिँ यही हो। यहाँ चाहिँ सबैजनाले माताको चरण स्पर्श गर्दै मनदेखि नै प्रार्थना गरेको देखेँ। त्यसैले मैले पनि त्यहाँ पुगेर माताको चरण स्पर्श गर्दै आफ्नो प्रार्थना राखेँ। मातालाई हेर्दा नै मनमा एउटा छुट्टै शान्ति महसुस हुन्छ। अनि यहाँको एटमोस्फियर नै यति पिसफुल छ कि केही समय यतै बसेर मातालाई हेरिरहँ जस्तो लाग्छ। कहिलेकाहीँ मनमा धेरै कुराहरू हुन्छ नि त, तर यस्तो ठाउँमा आएपछि ती सबै कुराहरू केही समयका लागि बिर्से जस्तो हुन्छ। इट्स नट जस्ट अबाउट visiting a temple, it's about feeling that inner peace. अनि कालीमाताको अगाडि आएर मनदेखि प्रार्थना गर्दा मनै हल्का भएको जस्तो अनि एकदमै पोजिटिभ इनर्जी मिल्छ। अब कालीमाताको दर्शन गरिसकेपछि हामी मन्दिरको तलतिर रहेको बलि दिने ठाउँमा आइपुगेका छौँ। यो पनि काली मन्दिरसँग जोडिएको एउटा पुरानो धार्मिक परम्परा रहेछ। विशेष गरी नवरथाको समयमा यहाँ भक्तजनहरूको निकै भिड लाग्ने र पशु बलि दिने चलन रहेको बताइन्छ। म चाहिँ यहाँको ठाउँ पनि हजुरहरूलाई देखाउँदैछु ताकि मन्दिरभित्रको दर्शनदेखि बाहिरको धार्मिक वातावरणसम्म सबै कुरासँगै एक्सपिरियन्स गर्न सक्नुहोस्। हरेक ठाउँको आफ्नै विश्वास र परम्परा हुन्छ, त्यसलाई बुझेर रेस्पेक्ट गर्नु नै सबैभन्दा राम्रो कुरा हो। अनि अब हाम्रो आजको कालीमाता दर्शन पनि यहीँ आएर अन्तिमतिर पुगेको छ। मेरो यो ब्लग अन्तिमसम्म हेरेर कालीमाताको दर्शन मसँगै गर्नुभएकोमा मनैदेखि धेरै धन्यवाद। अनि फेरि अर्को नयाँ ठाउँ र नयाँ एक्सपिरियन्स लिएर भेटौँला। अन्टिल देन स्टे ब्लेस्ड, स्टे पोजिटिभ। जय कालीमाता। बाई बाई एभ्रिवान। थ्याङ्क यू फर वाचिङ।